हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। हजुरहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। हामी चाहिँ आज जाँदैछौँ हाम्रै तनहुँ जिल्लाको एकदमै पर्यटकीय स्थल बन्दीपुर। हामी चाहिँ दिउँसो घाम लाग्छ होला, गर्मी हुन्छ होला भनेर बिहान 10-11 बजीतिर निस्केको थियौँ। तर हेर्नु न कस्तो बादल लागेर पानी पर्ला पो जस्तो भयो। एकदमै हरियाली हरियाली छ। यो साइडमा देखिएको चाहिँ हाम्रो घर हो। यो चाहिँ रिमालनी बजार भन्छ यसलाई चाहिँ। भने अर्को साइडमा देखिएको चाहिँ यो डुम्रेपारी साजबोटे हो। यो चाहिँ हामी यो बन्दीपुरको उकालो चढ्दाखेरिमा चाहिँ हाम्रो राइट साइडमा एउटा रुख छ कि, हेर्नु न साथीहरु, यो चाहिँ कस्तो मलाई एस्थेटिक भाइब लाग्छ कि यहाँनिर चाहिँ। हजुरहरूलाई त्यस्तो लाग्यो कि लागेन? हामी चाहिँ अहिले बन्दीपुर जाँदै गर्दाखेरिमा पिउ घर भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ उतै अगाडि देखेको चौतारामा पिङहरू हाल्छ के दसैँ तिहारमा। अनि हामी चाहिँ प्रायः जसो आफ्नो फ्यामिलीहरूसँग यहाँ पिङ खेल्न रमाइलो गर्न अनि बेलुकीको समयमा हावा खान आउँछौँ। The best thing about traveling is sitting on the back and enjoying the view. मैले अहिलेसम्म लाइसेन्स ननिकाल्नुको कारण पनि यही हो है साथीहरु। सायद यो बाटो देखिसकेपछि सबैले बन्दीपुर भनेर चिन्नुहुन्छ होला। यो चाहिँ बन्दीपुर जाँदाखेरि एकदम भाइरल बाटो है। यो चाहिँ यहाँ चाहिँ टाढाबाट आउनेहरूले चाहिँ यहाँ रोकेर फोटो भिडियोहरू खिच्नुहुन्छ प्राय जसो चाहिँ। यहाँ चाहिँ दुई साइडमा जङ्गल बिचमा बाटो भएको भएर कस्तो राम्रो देखिन्छ कि। यो चाहिँ गर्मीबाट हेर्नु न माथि उक्लिँदा त कस्तो कुहिरो कति शीतल के। चिसो 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 हावाले तिम्रो मन चर्यो कसैले, मन बरालिने आशैले दुनिया डाँडा गर्यो आफैले। चिसो 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 हावाले। मिठो गीत पछि अब हेर्नुहोस् मिठो भ्यू। यस्तो गर्मीबाट माथि उक्लिँदा त आमामा कति चिसो कति आनन्द। कुहिरो हेर्नु न, कुहिरो कस्तो गर्मीबाट जाडोमा आए जस्तो फिल हुने के। हामी डुम्रे नजिक हुनेहरूको लागि चाहिँ दिस इज द बेस्ट डेस्टिनेसन फर दिस समर। इफ यु वान्ट टु फिल द विन्टर भाइब इन दिस समर सिजन देन यु सुड डेफिनेटली भिजिट हियर विथिन जस्ट 15 मिनट्स फ्रम डुम्रे। यो चाहिँ बाख्रा फारम हो साथीहरू। हाम्रो बन्दीपुर जाँदै गर्दा बाटोमा यो बाख्रा फारम रहेको छ। जति माथि लागिन्छ त्यति चिसो आनन्द हुन्छ कि। हेर्नुहोस् न यो खेतबारीको भ्यू त झन् यस्तो बवाल देखेको थियो। योबाट देखिएको सिधा बाटो गयो भने चाहिँ हामी बजार पुगिन्छ भने हामी यहाँबाट लेफ्ट लिन्छौँ, किनभने हामीलाई अहिले गाउँपालिका जानुपर्ने काम छ। हजुरहरूलाई चाहिँ मैले भनेको थिइनँ, हामी चाहिँ गाउँपालिका जाने कामले आएको थियौँ। यहाँबाट सिधा गयो भने टुरीखेल र यहाँबाट राइट लागेपछि हामी चाहिँ पुग्छौँ हाम्रो बन्दीपुर केबल कार र त्यसको तलपट्टि हामी बन्दीपुर गाउँपालिका चाहिँ पुग्छौँ। यो अगाडि देखिएको चाहिँ हो बन्दीपुर केबल कारको अफिस स्टेसन। बिल्डिङमा हेर्नु न कुहिरोले कस्तो मजाले घेरिरहेको, कस्तो राम्रो देखेको है यो भ्यू। एकदमै आनन्द खालको शीतल हुन्छ कि यतातिर चाहिँ। कुहिरोहरू हेर्नु न बल्ल माथि माथि सर्दैछ कि यहाँबाट। अनि यो चाहिँ बन्दीपुर केबल कारको अफिस स्टेसनको गेट हो, मेन इन्ट्रान्स गेट भनौँ न। हामी चाहिँ यहाँबाट दायाँ बायाँ कतै नलागिकन सिधा सिधा जान्छौँ। हामी चाहिँ गाउँपालिका पुग्नुपर्ने छ। बन्दीपुरको भ्यू त जता हेऱ्यो त्यतै राम्रो छ कि। यहाँ पुगेपछि चाहिँ हाम्रो 3टा बाटो आउँछ। हामी चाहिँ अब राइटतिर लाग्नुपर्ने हुन्छ। गाउँपालिका पनि एकदम आनन्द यतै बस्ने जस्तो पो छ हो। हाम्रो गाउँपालिका त चिसो। हजुरहरूको गाउँपालिका कस्तो ठाउँमा छ कमेन्ट गर्न नबिर्सिनु होला। हामी चाहिँ कुरा गर्दा गर्दै आइपुग्यौँ बन्दीपुर गाउँपालिकाको मेन गेटमा। हाम्रो गाउँपालिकाको बिल्डिङ हो। हामी चाहिँ हाम्रो अफिसको कामले गर्दाखेरि गाउँपालिकासम्म आएको थियौँ। अब चाहिँ हाम्रो मेन गाउँपालिकाको बिल्डिङबाट देखिने भ्यू इन्जोय गर्नु है त। माथे माथे पन्थरैमा टीका घामको नमसरे गरिलै जाऊ मोटु तिम्रै नामको सुसाउँदै देउरालीले मिठो गीत गायो। हिउँले सरे यो कलेजी पिरतीले खायो।
ल अब हाम्रो काम पनि सकिसकेको छ। अब हामी फर्किनतिर लाग्नुपर्छ। हामी फर्किने बेला चाहिँ लगभग 1 बजिसकेको थियो। त्यही भएर घाम पनि चर्केर लागिसकेको थियो। पानी आउला जस्तो भएको थियो, धन्न पानी चाहिँ परेन। अहिले हामी चाहिँ पिप्ले बजार आइपुग्यौँ। यो अगाडि लेफ्टमा देखिएको बाटो चाहिँ मेरो कलेज जाने बाटो हो। त्यहाँ अगाडि चाहिँ मेरो कलेज छ। मेरो कलेज त के भने म पहिला पढेको कलेज। बन्दीपुरबाट चाहिँ जति तल झऱ्यो त्यति गर्मी हुन्छ क्या हाम्रो घरतिर चाहिँ। यो गेट देखिसकेपछि त चिन्नुहुन्छ होला, यो चाहिँ बन्दीपुर गेट हो। पृथ्वी हाइवेबाट देखिने मेन गेट चाहिँ यो है साथीहरू। बन्दीपुर जाने यदि हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ अब यहाँबाट वेस्टतर्फ लाग्छौँ। हाम्रो घर चाहिँ माथि छ। यहाँबाट देखिने भ्यू पनि कम चाहिँ छैन है। ल अब हामी चाहिँ हाम्रो घर नजिकै पनि आइसक्यौँ। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड।